एउटै जुटमा आउनु भएको भए भन्ने होइन। तर पनि केही छैन, यस्तो पनि प्रबन्धहरू मिल्नेछ। र 2026 लाई लिएर चाहिँ म एकदमै एक्साइटेड छु, किनभने मेरो आजको पास्ट एक्सपिरियन्सहरूलाई आज हामीले हेऱ्यौँ भने हेर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि धेरैवटा एक्सपिरियन्स गऱ्यौँ, के भन्छ हुन्छ हुँदैन धेरैवटा, र यो एम्पल अफ प्र्याक्टिस फेलियर कोही बेला सक्सेस भइरहेको त्यो ग्राफै एउटै लेभलमा छैन। अनि म एकदमै खुसी छु ग्राफ एउटै लेभलमा नहुँदाखेरि चाहिँ, किन भन्दाखेरि मैले धेरैवटा लर्न गर्न है, धेरैवटा फिल्डमादेखि लिएर एभ्रिवेयर चाहिँ मैले लर्न गर्नु पनि पाएँ मौका। र 2026मा चाहिँ मैले यस्तो खालको म्याजिकल चिजहरू है, जस्तो हामी मेन्टर दिनेश सरसँग बसेर बात गर्दाखेरि हामी जब टेबल टक भइरहेको थियो, म 2 मन्थ जस्तो ग्यापमा हुँदाखेरि त्यो टाइममा हुँदाखेरि पनि अन्त माइन्ड चाहिँ यति साह्रो के भन्छ रेस्टै भएकै थिएन माइन्ड चाहिँ। अनि त्यहाँदेखि 2026मा चाहिँ म बेसी केही पनि भन्दिनँ, माई डायमन्ड इज कन्फर्म। वाइ माई डायमन्ड इज कन्फर्म भन्दाखेरि चाहिँ मैले डायमन्ड भएन भने मेरो धेरैजनाले सफायर प्लान एमराल्ड स्टार्ट गर्न सोचिराख्नु भएको छ, वाइ इट्स ह्यापन।